हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। यो मेरो पहिलो भिडियो हो खानाको ब्लगको लागि। र आज म सुँगुरको मासु बनाउन गइरहेको छु। लागिसकेको छ हाम्रो खाली कराई, मैले आगो पनि जलाइसकेको छु। यसमा हामी आज यो मेरो सानो सानो पिस गरेको सुँगुरको मासु अब यसलाई यत्तिकै फ्राई गरिदिनु, आफै फ्राई गरिहाल्छु। चलाइबस्नुपर्छ किनकि यो डढेर चप्किन्छ कराईमा, त्यही भएर यसलाई जबसम्म यसको आफ्नै बोसो गलेर यसको बोसो जब तेलमा निस्किँदैन तबसम्म यसलाई यतिकै गरिरहनु। यस्तोको आकार बनिन्छ भन्न खोजेको यो रातो रातो हुँदै जान्छ। हल्का हल्का टाइममा चलाउँदै गर्ने। अनि अलिकति जब टाइम पर्छ त्यसको लागि हामी अरू ग्रेभीको लागि प्याज टमाटर अरू के के चाहिन्छ मसलाहरू ग्रेभीको लागि मासु पाइसकेको छ। यति खाँदा पनि हुन्छ, नमक हालेर यो बेसी नै हुन्छ। यसलाई के गर्छ, सब्जी बनाएर भात अर्को कराईमा कराई तयार गरिसकेको छ। यस कराईमा के गर्छ, हामी प्याज टमाटरको ग्रेभी बनाएर फेरि यसलाई त्यसमा हालेर मिक्स गरेर मजाले पाक्छ। ठुलो यो हाम्रो बनिसकेको छ अदरक लसुन अनि खोर्सानीको पेस्ट। र हाम्रो अब ग्रेभीको लागि रेडी छ, बनिसकेको छ। यसमा अब नयाँ कराई हामी बनिसकेको छौँ। अब यसमा ग्रेभीको लागि रेडी। प्याजलाई फ्राई गरिसकेपछि प्याजमा हामी हाल्नेछौँ नमक हल्दी अनि अरू मसला त सबलाई इच्छा लाग्छ। अदरक लसुनको पेस्ट चाहिँ सबभन्दा लास्टमा हाल्छ। ग्रेभी गरेर मासु हालेर फ्राई गरेर पाकेपछि चाहिँ लास्टमा हो। ग्रेभीको लागि रेडी गर्दैछ। अब यो पाकेपछि यसमा यो जब यो ग्रेभी बनिन्छ तब हाम्रो यो मासु यसमा हाल्नुपर्छ। हामीले यो लगभग हाम्रो ग्रेभी रेडी भइसकेको छ। अब यसमा हामीले मासु हाल्छौँ। मासु हालेपछि यो अब पेस्ट एकछिन पकाएपछि यो पनि हामीलाई मासु रेडी हुन्छ। मासु अब चाहिँ हामीले सबै कुरा हालिसकेको छ। अब नमक पनि टेस्ट हुन्छ तर मजाले ग्रेभी यसको मासु त्यसको बादमा मात्रै हामीलाई टेस्ट गर्नु पर्छ। र मासुलाई पकाएर अब म लाग्छु भात पकाउनु। त्यही भइसक्यो। चलो अब यो अलिकति भइसक्यो, यो लगभग सेट भइसकेको छ, पाकी पनि सकेको छ। अहिले म तपाईँलाई यसको रिभ्यू चाहिँ खाँदाखेरि देखाउँछु कस्तो भाउ बनिन्छ। स्वाद चाहिँ मिठो बनाउँदैछ तर भात पनि धेरै टाइम लाग्छ गर्नु। यो पाकिसकेपछि तपाईँहरूलाई रिभ्यू दिन्छु कि कस्तो पाकेको छ छैन, मिठो छ छैन। अब मेरो फुडलाई टेस्ट गरेर मात्रै हजुरलाई बताउँछु है। हेलो साथीहरू, र हाम्रो मासु तयार भइसकेको छ, पाकिसकेको छ, भात पनि पाकिसकेको छ। अब हामी भुँडी अब खाना खानु गइरहेछौँ। सुँगुरको मासु विथ ग्रेभी। दाल बनाएको छुइनँ किनभने ग्रेभीसँग खाने हाम्रो बानी छ बुढाबुढीको। दालसँग खाने
कम्ती भयो टेस्ट गरौँ अनि बताइदिनुहोस् साथीहरूलाई कस्तो बनाएको तपाईँको सुँगुरको मासु जस्तै मिठो भएको छ आफूले बनाएको पछि मिठो भएको छ आफूले बनाएको पछि तर भनेको दुधले मिठो भयो भनिरहेको छ ल तपाईँलाई धेरै धेरै धन्यवाद आजको लागि यति नै चला अब हामी खाना खान्छौँ तपाईँहरूलाई अब आफ्नो लन्च गर्नुहोस् होला बाई बाई